हेलो साथीहरु, के यतिखेर हामी यो फोहोर पदार्थ प्लास्टिकहरु चाहिँ अब टिपेर एकदम सिद्धिसकेको अवस्था छ। हेर्नुहोस् र पहिलाको भिडियोमा हेर्नुहोस् र अहिले हेर्नुहोस् कति फरक छ, डिफरेन्स छ। हेर्नुहोस् स्थान यही हो। हेर्नुहोस् पानी पिउने पानीको धारा हेर्नुहोस्। अहिले फोहोर हेर्नुहोस् खोजेर पाइन्न। मेरो सहयोगी भाइ प्रशान्त सुपर भाइ छ, हेर्नुहोस्। सरसफाइमा संलग्न हुने भाइ प्रशान्त तामाङ भाइ। हेर्नुहोस् फोहोर यहाँ पुरै डस्टबिन एकदम व्यवस्थित पाराको डस्टबिन छ। हेर्नुहोस् फोहोर यहाँभित्र एकदम फालेको अवस्था छ। हेर्नुहोस् वरिपरि फोहोर केही पनि छैन। हेर्नुहोस् कृपया अपरान्त जहाँसुकैको साथीहरू चाहिँ आउनु भए पनि फोहोर चाहिँ कृपया प्लिज प्लास्टिक जन्य फोहोर पदार्थहरू चाहिँ यो डस्टबिनमा हालिदिनु होला है।